Subscribe to this vlogs. Just focus on your goal. आपै घरमा आप रहेछ अनि सुगाइ चाहिँ थियो टक्क 4:30 भयो अनि अब चाहिँ हामी मम्मीले कति तर मिठो आयो तिमी नखाने बुझ्दैन तर मिठो आयो तिमी नखाने बुझ्दैन सो हेलो एन्ड गुड मर्निङ गाइज के छ सन्जय आरामै हुनुहुन्छ होला अनि भ्लगिङ आफ्टर सो लङ है अनि आज भ्लगिङ गर्थेन अनि कतिपय भ्लगिङ गर्न थाल्यो अनि आजबाट चाहिँ हिजो चाहिँ हाम्रो इक्जाम छ थियो अनि आजबाट चाहिँ हाम्रो प्र्याक्टिकल इक्जाम छ है प्र्याक्टिकल मैले केही भ्याएन अनि प्र्याक्टिकल गर्नु बसेँ हामी यसले चाहिँ भ्याएर बसेछ अनि मैले चाहिँ भ्याएन कति भ्लगिङ गर्नु लाग्यो अनि सेम त्यही पहिलाको भन्दा अझै बढी इनर्जीको साथ हामी भ्लगिङ गरेछौँ है त अनि ल के भन्नु इक्जाम सकेर नि फेरि डबल होइन कि इक्जाम सकेर नि फेरि इक्जाम दिँदा फेरि त प्र्याक्टिकल दिँदा फेरि तपाईँलाई कस्तो लाग्यो Subscribe to this vlogs. Just focus on your goal. जस्ट फोकस गर्ने गोल रे अरू कुरा बाल भएन अरू कुरा बाल भएन मलाई चाहिँ बाल भयो किनकि मैले भ्याउन छु जसरी अनि मैले भ्याएन भने फेरि मलाई फुई अनि मेरो प्र्याक्टिकलमा 0 त्यो भएर सो गाइस म चाहिँ फाइनली होइन नुहाएर सर पनि आइसकेँ अनि यत्रो दिनसम्म भ्लग हाल्नु नपाएको कारण भनेको चाहिँ मेरो इक्जाम चलिरहेको थियो प्लस घरबाट बाहिर गएर त निस्केको थिएन जस्तो कन्टेन्ट पनि केही थिएन अनि आजबाट चाहिँ भ्लग आउँछ स्टेट्युन अनि अब चाहिँ नुहायो नुहाएर अब खानासाना खाइन्छ अनि दिउँसो अब कता निस्किन्छ अब दिउँसो पुरा दिउँसो नै गरौँ है त गाइस सो गाइस चाहिँ थियो टक्क 4:30 भयो अनि अब चाहिँ हामी मम्मी र म चाहिँ मम्मीले कति लिएर चल्नु कतिजना हामी हामी चाहिँ हाकिन्छ जानु लाग्यो अनि पछाडिपट्टि चाहिँ बाँदर उफ्रिएको गाइस होइन है बाँदर उफ्रिरहेको छ अनि अब चाहिँ हामी टक्क हाकिन्छ जान्छ मम्मीको के काम छ अनि सरल लगाएर हाकिन्छ गएर अनि अहिले चाहिँ सिनेरियो चाहिँ यस्तो चाहिँ माहौल चाहिँ लभली लभली छैन त्यस्तो गर्मी पनि छैन यतिखेर चाहिँ पानी पऱ्यो थप मैले पानी परेको थाहा भइसक्यो किनकि मलाई एउटा ड्रपलेट हानिसक्यो सो अब त्यही हो जाँदाखेरि पानी नपरोस् त्यति नै हो आइसी चाहिँ परोस् किनकि आनन्द हुन्छ राति बेला पानी पऱ्यो भने सुत्न चाहिँ त्यही हो गाइस दाइको चाहिँ अनि कच्चा मसला सोडा सो चियर्स है त कस्तो छ भनेर म टेस्ट गर्छु एकदम रिफ्रेसिङ छ रिफ्रेसिङ छ सो अहिले चाहिँ हामी टक्कर मम्मीलाई वेट गर्दा गर्दै हामी माथि पसौँ ढिलो भइसक्यो ढिलो भएर झलाइसक्यो अनि हाम्रो मम्मी चाहिँ के अरे अझै नि बार्गेनिङ गर्दै के गर्दै बसिरहनु भएको छ दिदी जलाइसक्यो के भन्नु के भन्नु त्यही हो त ढिलो लागिसक्यो सब ठिक छ म त के भन्छु नि भन्नु न के भन्नु सबै अनि मम्मी चाहिँ दिवा खराब गर्छ न मम्मीले ओए फोका चाहिँ के भयो सुरुमा चाहिँ सुगमलाई छोडिदिउँ भनेर फर्किरहेको सुगमलाई चिया भयो नि त चिया खाएर अहिले निस्केको अहिले कति बज्यो 12 बजिसक्यो होला घरतिर गएर खानासाना खाएर अनि आज मेरो मोबाइल आउँछु भनेर अब खै घरतिर आइसक्यो फेमस हो है फेमस घर आयो है हाम्रो एकदम फेमस 11 र 10 को फेमस एकदम 12 नै हो 12 पनि हो 10 11 12 एकदम घर चाहिँ आपन रहेछ है सोमले आप दिन्छ अब उता छल लगाइदिन्छु शिवम घर चाहिँ आइसक्यो है गाइस ओए एउटा टिपन एउटा आन्टी त डरायो
गाई चाहिँ हामी टक्क लाएर सुमको घर टक्क सुमलाई छोडिदिन आयो अनि सुमले चाहिँ सुम घरमा चाहिँ यहाँनिर आप्पै आँप रहेछ कि आप्पै घरमा आँप रहेछ अनि यहाँ टक्क लाएर आँप दिन्छु भनिसकेर अब हेरौँ कतिवटा आँप दिन्छ तँलाई के लाग्छ कतिवटा आँप दिन्छ होला बबाल अलिक धेरै धेरै देखायो त सुम सुम घर चाहिँ अनि बैसी छ कतिवटा दिँदो रहेछ हेरौँ है ए टिप्न आयो हेरौँ है टिपेको हेरौँ गाइस सुमको मम्मीले देखाउँदै मार्छन् होला काटेर मोरे नि काटिदिनु म त आँचोर नआवे आँचोर खतरा यार दुध झरेको त आँपको पछाडिबाट खतरा यार चोपै चोप रहेछ सोमले चाहिँ हामीलाई आँप देखाइदियो आँप ल्याइदियो अरे यार हिरो देख्यो यार आँप ल्याएर होला यार ब्लगमा नि धोरै नि ल्याइदिउँ नि त ल खाँदै जाने बाटोबाट खानु पर्ने ल्याइदिनु पर्ने हो सोमले चाहिँ अब आँप पनि धोएर ल्याइदिन्छ अनि टक्कलाई नुन खुर्सानी डल्लै ल्याइदिन्छ आँपमा काटेर होइन त अनि हामी चाहिँ बाटोबाट टक्क लगाएर खाएर जान्छ यहीँनिर धोइदिनु भित्रबाट भित्रै गयो त्यो धारा नचल्नु मात्रै भित्र गयो नत्र जान्दैन यो सो अनि अहिले चाहिँ टक्क लगाएर आँप खाने हामी है टक्क लाएर भनेपछि डाइलग हो मेरो डाइलग धेरै भन्यो भन्नु नभन्नु होला है त सो गाइस यहाँ चाहिँ टक्क लगाएर सुमम आइसक्यो सुमले चाहिँ हामीलाई होइन काटेर ल्याइदियो भनेको चाट मसला पनि लिएर जान्छ भाइ बाटोबाट हाल्दै हाल्दैन मेरो म यहाँ खान्छु प्रतीक आनन्दसँग खाँदै जाऊ अब पाकेपछि तिमीलाई पाकेपछि कस्तो बाईहरू नाच्दैन त एकचोटि उयो त खाइसकेको यता नदेखाइकन आइस् फेरि चाहिँ खाएछ अनि सब पाङ लागेछ है हाल्छ त्यस्तो अमिलो छैन भिडियोबाट यस्तो भइसक्यो अनि तर मिठो आएर तिमी नखाने देख्नु बिचरा हेरेर हाल्दैन चाट मसला अहिले त एक्लैले हालेर खाएर यस्तै त सोमलाई चाहिँ यताको केटीहरू म्याच आउँछ अरे सोम अझै केटीहरू म्याच चाहिँ इन्स्टा आइडी भन्नु त शुभम मगर है म के अरे डिस्क्रिप्सनमा पनि राखिदिन्छु सबको इन्स्टा आइडी फलो गर्नु त सो त्यही अब चाहिँ हामी टक्क आँप खान्छौँ आँप खाएर अनि घर गएर त्यो आँप खाएर अनि घर गएर अनि हजुरहरूलाई भेट्छ त दिउँसो के हुन्छ हेर्नु है त ब्लगमा अहिलेलाई चाहिँ यति नै बाई सो आज भ्लगमा चाहिँ केही नि भएन आज भ्लग पनि अनि मैले दुई तिन दिनको भिडियो सानसानो क्लिपहरू कमेन्ट गरेर बनाएँ किन भन्दाखेरि भ्लगै छैन घरबाट कतै निस्केकै छैन भोलिबाट चाहिँ निस्किन्छ होला भोलिबाट अनि आजबाट सबै प्राइभेट इक्जामहरू सबै सक्यो नि त अनि आजदेखिबाट अनि इक्जाम जति सबै सक्यो अनि भोलिबाट चाहिँ डेली भ्लग आउँछ राम्रो भ्लग आउँछ राम्रो भ्लग आउँछ आजको लागि चाहिँ यति नै गाइज एड्रेस गर्नु भोलिबाट हेर्नु है त सो गाइज पिस है त